हेलो साथीहरू, आज चाहिँ म ब्रेकफास्टमा आलु पराठा बनाउँदैछु। यहाँ चाहिँ सुजी रहेछ आधी है, डेट फेल हुनु आँटेको रहेछ। त्यसै कारणले चाहिँ मैले यो सुजीलाई भिजाइदिएँ। सुजीलाई भिजाएर उमालेको आलु तीनटा उमालेर चाहिँ यसरी रेडी गरेँ। अनि प्याज धनियाँ काटेर पनि रेडी गरेँ। त्यसपछि चाहिँ उमालेको आलुलाई चाहिँ यसरी ग्रेट गरेँ, किनकि ग्रेट गऱ्यो भने चाहिँ मजाले मसिनो हुन्छ नि त, डल्ला चाहिँ बस्दैन। त्यसै कारणले ग्रेट गरेँ है। ग्रेट गरिसकेपछि चाहिँ त्यो डोमा चाहिँ अघि भिजाएर राखेको सुजी अनि प्याज धनियाँ हालेँ। अनि अलिकति कालो तिल पनि हालेँ, स्वाद अनुसारको नुन पनि हालेँ यसरी। त्यसपछि चाहिँ आँटा लगाएर चाहिँ एक बटुका जति आँटा लगाएर चाहिँ यसरी आँटा लगाउनु पर्छ। त्यसपछि यसलाई मजाले मुस्नुपर्छ। मजाले मुसिसकेपछि एउटा आँटा पुरी बनाउने डो बनिन्छ है। अलिकति रिफाइन तेल हालेर मजाले डो बनाएँ। डो बनाएर मजाले नरम डो बन्यो। त्यसपछि चाहिँ अलिकति हल्का हातमा तेल लिएर अनि यो आँटाको डल्ला सानोबडे लिएर चाहिँ यसरी गोलो गोलो गरेर चाहिँ सुक्खा आँटामा डस्ट गरेर यसरी बेल्नुपर्छ। हल्का हातले बेल्नुपर्छ, किनकि यो गिलो छ नि त आँटा। अनि यहाँ तेल तातिसकेको छ, त्यसैले यहाँ तेलमा यो पुरी हालेँ। यसरी पुरी बनाउँदाखेरि कति मजाले फुलेको हेर्नुहोस् त साथीहरू। मेरो पुरी मजाले फुलेर पुरी भनौँ या त आलु परोटा है, मजाले फुल्यो। यसरी फुलेको चाहिँ राम्रो लाग्छ नि त है। फुलेर रातो भइसकेपछि चाहिँ यसलाई निकाल्नुपर्छ। कति मजाले रातो गोल्डन ब्राउन भयो। अनि हेर्नुहोस् त साथीहरू, मेरो यो आलु परोटा साथै पुरी भनौँ कति नरम सफ्ट बनेको छ। नरम पुरी बनेको छ। अनि यहाँ चाहिँ अचार बनाउनुको लागि सानो खाले टमाटर यसरी पोलेको ग्यासमा। काँचै टमाटरको पनि मिठै हुन्छ अचार, तर हाम्रो आमाले चाहिँ काँचो टमाटरको मन पराउनु हुँदैन। त्यसैले हल्का पोलेको जस्तो गरेको। अलिअलि त्यसलाई डढाउनुपर्छ। यहाँ अचार बनाउनु सामग्री रेडी भयो। अचार चाहिँ यसरी सिलौटामा पिसेको चाहिँ मिठो हुन्छ नि त, मिक्सीमा बनाएको भन्दा चाहिँ सिलौटामा पिसेको चखिलो अमिलो टक्क परेको अचार है। अचार पनि रेडी भयो। अचार रेडी भयो। कस्तो दामी खाउ लाग्दो अचार है। हजुरहरूले पनि यसरी नै घरमा बनाएर इन्जोय गर्नुहोला। साथै मेरो भिडियो मन परे आफ्नो साथी फ्यामिलीमा सेयर गरिदिनुहोस् ल। बाई बाई।